हेलो गाइज नमस्ते सम्पूर्ण मेरो भ्युअर दर्शकबिनहरुलाई फेरि पनि स्वागत छ न्यू ब्लग ल्यान्ड एपिसोड तपाईहरुको सामु आइसकेको छ। मलाई हेर साथ दिनुहुने सम्पूर्ण मेरो दाजुभाइहरुलाई नमस्ते। साथै डोगे पनि है हजुर। अनि के कसो छ तपाईहरुको हालखबर? मेरो चाहिँ यस्तै छ है, मेरो चाहिँ हालचाल खबर यस्तै छ। आज चाहिँ यस्तो रिक ज्याकेट ओढेर ज्याकेटको मुनि ओढ्दै ल्यान्डे भाइ कहाँ आइनु भन्नुहुन्छ होला हैन। भेरगाउँदेखि हिलेसम्मको यात्रा हो, त्यही पनि 4 घण्टा जस्तो लागिसक्यो। मोटे छु नि त म, हिँड्दै मोटे चाहिँ हिँड्नु नसक्ने भयो क्या। अनि 4 घण्टासम्म हिँड्दा त मेरो त पात्री नै उकिसक्यो क्या। के भन्नु तपाईहरुलाई, हिँड्ने बानी हराएछ, पेट भुक्क फुलिरहेछ है, तनाव भयो। एनीवे केही छैन, त्यही पनि हिँड्नु परिहाल्छ हैन। अब म चाहिँ हिलेमा मेरो मिसेसलाई लिन गइरहेछु भन्दा पनि त्यसै भन्नुपर्छ। अब पहिला हामी यो बाटो भिरगाउँदेखि हिलेसम्मको बाटो है हिँडेर यी भारी बोकेर हिँड्थ्यौँ क्या हामी। के सब्जीहरू के सुन्तला जुनर अम्बक बोकेर हिले बेच्नु व्यापार गर्न आउँथ्यौँ है। त्यतिखेर त 2 घण्टामै पुगिन्थ्यो। अहिले त खाली हिँड्दा पनि 4 घण्टा लागिसक्यो, म हिले पुगेको छुइनँ क्या। उखै आमामामामा कसम मर्न मन लाग्छ हौ कहिले काहीँ त यस्तो घाममा हिँड्दा त। त्यही पनि केही छैन, निरन्तर जारी छ हिँडै जारी छ। म धुलोले उठाएको पनि कस्तो भइसकेको छ। यहाँ एउटा आमाको पछि हिँडेको कि, आमा त मभन्दा छिटो हिँडिसक्नु भएको छ क्या। आमासँगै पछि हिँडेको खै पुगिनँ, त्यो आमालाई भेट्नै सकिनँ म कि। अनि के भन्नु, जिन्दगी खल्ली बल्ली चलिरहेछ है मेरो चाहिँ। तपाईहरुको कस्तो चलिरहेछ भने मेरो चाहिँ जिन्दगी खल्ली बल्ली चलिरहेछ। हिँड्दा तिर्खा लाग्यो, प्यास लागेर मर्न आँटेको छु। ट्याक्कै म जङ्गलनिर रानी जङ्गल आइपुगिसकेको छु। हिले जाने बाटोको आधी बिचमा आइसकेको छु। तिर्खा लागेर मर्न आँटे म त हैन। ढक्क पानी यहाँ छ, ढक्क पानी खाइदिनु पर्यो क्या। अब कसरी पो खाने हो, लुते भयो पो बसेर नि खानु। मोटे कस्तो मोटाउनु गाह्रो रहेछ यार। आमामामा लाच धबीले खाएछ। आनन्द भयो एकछिन भयो भने। यस्तो गर्मीमा पानी खाइदिएको लेकको चिसो पानी आनन्द भयो है। तपाईहरु चाहिँ कोही पनि नमोटाउनु ल, मोटिएपछि मान्छेलाई गाह्रो पर्दो रहेछ क्या। म मोटिएर होला हिँड्नु सक्दिनँ। माटो खायो क्या, मुख चाहिँ कडक गर्छ त। कहिले त रुनु मन लाग्छ क्या। जिन्दगी रुनु नै हाँस्नु हुन्छ हौ कहिले त छक्कै लाग्छ। किन यो मोटेर हिँड्नु नसक्दा चाहिँ रुनु मन लाग्यो क्या मलाई। अरू कुरामा चाहिँ होइन केही बोल्नु मन लाग्दैन क्या। हाम्रो हिलेबाट धनगढ जाने बाटो पनि एकदम बन्दैछ यार। यस्तरी बन्दैछ। आमा त्यहाँ पुगिसक्नु भयो होइन। यहाँ पुग्नु भएको छ त्यो आमा। म यहाँ छु, अझै पनि भेट्न सकेको छुइनँ क्या त्यो आमालाई मैले। आमालाई भेट्नै सकिनँ।
हाम्रो चोक हाम्रो वर्दक्ष अङ्कलको घर यो चाहिँ है उहाँको बाइक हाम्रो चोक भेटको दिनर वार्डको वर्दक्ष हाम्रो अङ्कलको घर मेनी ठ्याक्कै आइपुग्यो आमालाई मैले भेट्नै सकिनँ हौ कहाँ जाँदैछ त्यहाँ पुगिसक्नु ठ्याक्कै अब चाहिँ हामी सिजली गाउँतिर छिर्नु लाग्यौँ है गाह्रो भयो पर्खिन्न आमा कति छिटो हिँड्नुभएको त आमा तपाईँ त कति छिटो हिँड्नुभएको त बल्ल बल्ल भेटेँ मैले हाम्रो आमालाई आमा ए कहाँ हिँड्नुभएको तपाईँ त्यसो हिले ए ल ल चुम्छु आमा बल्ल बल्ल भेट्यो हाम्रो आमालाई मभन्दा कति छिटो हिँड्नु हुँदो रहेछ क्या ए उहिलेको मान्छेहरू डर चाहिँ डरै हुन्छौँ क्या तपाईँलाई थाहा छ आमा मेरो घर भिरगाउँ हो नि तल 4 नम्बर पहिला हामी यो बाटो उयो अम्बकहरू सिन्तलाहरू के बोकेर हिले बेच्नु लान्थ्यौँ क्या त्यतिखेर 2 घन्टामै हामी पुग्थ्यौँ है अहिले त 4 घन्टा लागिसक्यो म पुगेको छुइनँ क्या आमा भनेपछि हिँड्ने कति हराइसकेछ आमा तपाईँको घर चाहिँ कहाँ हामीहरू त त्यहाँ किन्थाउने हाम्रो छोराहरूले चिन्नु पर्ने त हौ भन्नु त मेरो कान्छो छोराको नाम धने माइलो छोराको नाम रामकुमार अनि 4 नम्बर अरे रामकुमार ल नमस्ते आमा नमस्ते नमस्ते भाग्य म रामकुमारको साथी हो नि रामे कहाँ छ अहिले अहिले मलेसी अनि रामकुमारको दाजुको नाम दुर्गे चिन्छु त म ए के हर्कमायाको छोराहरू हौ हर्कमायाको भोदा म यता ओरो ए हाम्रै आमा त्यही भएर त हाम्रै आमा हुनुहुँदो रहेछ म रामेको साथी हो नि त आमा मेरो आमाजीको देखेको मेरो मिस्त्री छ क्या ए उसले कुन पसलमा त्यहाँ किनिराखेको छ ए ल फाइनली म उहाँलाई नचिने पनि मेरो साथीको मम्मी हुनुहुँदो रहेछ कि चिनजान भयो एकदम खुसी लाग्यो हाम्रो रामकुमार भनेको त मेरो साथी हो नि त उहाँको मम्मी हुनुहुँदो रहेछ तर बोली हेर्दा अनुहार हेर्दा चाहिँ मलाई त्यस्तै लागिरहेको थियो कि तर ठ्याक्कै उहाँ हुनुहुँदो रहेछ हिँड्नु सकिनँ हौ म त रामे अहिले विदेश गएको छ है आमा ए आएको छैन दुर्गे पनि विदेश ए म ट्याक्कै हर्कमाया चिन्नुहुन्छ उसको भोदाको छोरा उसको दाजुको छोरा म दाजु काइलाको चिन्नु भएन भने अझ जयबहादुरको भान्जा जयबहादुरको भान्जा म कैँजाले पठाएको हजुर कैँदालेको जयबहादुरको भान्जा म अनि जयबहादुर दाजु त अनि मेरो एकदमै दाजु त हो अनि ए भनेपछि मैले तपाईँलाई के भन्नुपर्छ पहिला त अब जयबहादुर हाम्रो छ नि ऊ थियो क्या एकदम हेमखेम थियो आउजाउ आउजाउ थियो होइन अहिले अब बुढापाका पनि छैन हामी पनि उजो जाँदैन अनि कहिले पनि म सम्झिन्छु त्यो जयबहादुर दाजु कस्तो छ होला भनेर म सम्झिन्छु बुढै छ कि ठिकै छन् पहिला जस्तै छन् जयबहादुरको भान्जा त अनि म जयबहादुरको भान्जा ए भनेपछि माइजू ल ठिक छ मेरो हिलेसम्म मेरो मित माइजूसँग भेट भयो हाम्रो दाजुले त्यहाँ भेट्यो भने नि माथि गुमानेको बुहारी मसिनेको जान तपाईँले कुरा गरेको त एकदम भनिदिनु ए हुन्छ यहीँ भिडियो हेर्नुहुन्छ मैले भिडियो बनाइरहेको छु कि माइजू भिडियो हेर्नुहुन्छ अनि त्यो दाजु चाहिँ हाम्रो पहिलो त अब एकदम हाम्रो ससुराहरू सासूहरू हुँदा अनि देशी काइलाहरू हामी त्यहाँ जान्थ्यौँ क्या तर म छिटाएको थिएन होइन हाम्रो सासूहरू अनि त्यो दाजुको आमा कस्तो हाम्रो आमा जानुभयो होइन अनि हाम्रो बुढा पनि जानुभयो अहिले त अब बुढा पनि छैन आमा सासू ससुरा पनि छैन होइन अब
त्यो दाजु चाहिँ कस्तो छ होला भनेर म घरिघरि सम्झिन्छु ए ए ठिकै हुनुहुन्छ मामा ठिकै हुनुहुन्छ माइजू माइजू पनि ठिकै हुनुहुन्छ माइजू चाहिँ अलिक रोगी हुनुहुन्छ हिलेको मौसम यस्तो छ अहिले चाहिँ है हिलेको मौसम यस्तो छ दामी जाडो पनि छैन गर्मी छैन चिसो है हामी चाहिँ मेरो बुढीसँग भेट पनि भइसक्यो क्यामेरा देखाउनु हुँदैन क्या बुढीसँग भेट पनि भइसक्यो है हिलेको मौसम चाहिँ दामी छ गाइजहरू तपाईँ एकचोटि हिले चाहिँ घुम्न आउनुपर्ने हुन्छ है हिलीमा घुम्न आएर चलपल दिनुपर्ने हुन्छ हिलेको मौसम अन्त है हिलेबाट फाइनली घर सर आइसक्यो मेरो डे टु डे भ्लग तपाईँहरूको सामा आइसकेको छ म चाहिँ घर आइसकेँ हिलेबाट हिलेको एउटा चलपल पनि मैले तपाईँहरूलाई देखाइसकेँ बोजू यहाँ हुनुहुन्छ बोजू कहाँबाट आयो को आयो भनेर छक्क भइरहेको छ आइरहेछ नि त अनि कहिले आयो भनेर सोधखोज गर्दैछ एनिवे र अर्केको छ मेरो दिनहरू हिँडेर मजाले दिनहरू बित्यो खै गाइस म चाहिँ अनि घर पनि आइसकेको छु मेरो घरमा हावा हुरीले उडाउन आँटिसकेको छ अब म समाउँछु यति बन्दै आजको लागि टाटा बाई बाई ल्यान्ड अल द बाई